हाम्रो फोर्सफुल्ली यात्रा सुरु भएको छ किनभने उहाँ 8 बजे भन्दा उता हेलो भन्नुभएको थियो। हामीले उहाँलाई यात्रा सुरु भयो है गाइस। हेलो यो चाहिँ म हो मुस्ताङ है गाइस, मुस्ताङ ल मुस्कुराम है गाइस, मिठो गीत बजाउँछ ल। ल ल होइन पर्दैन मैले लगाएँ है ल एउटा कुराले मात्रै कहाँ हुन्छ यहाँ आइसकेपछि यहाँ चाहिँ एउटा कुराले हुन्छ एउटा कुरो यहाँ त 6 जना मान्छे छन् 6,000 6 कुरा छन् अहिले समय हेर्न भाइ समय हेर्नलाई त बाबु घडी चल्न पनि पर्यो नि घडी चल्न पर्यो मोबाइलमा समय हेर्ने मोबाइलमा भिडियो बनिरहेछ मोबाइलमा के पे समय हेर्ने
टेन्सन अब माथि आकाश हेर्ने कति बज्छ भन्ने कुरा हो। गरौँला यही ल्याउनु कि यही ल्याउनु फोटो खिच्ने हो भिडियो बनाउने हो एउटा बनाइदिएको कि भयो अब अगाडि हिँड के गोडाउन अगाडि पनि यस्तै छ र स्वर्गद्वारी यात्रामा दीपक दाइ र म दुइटै एकदमै ट्रेकिङ झोला बोकेर हामी हिँडिरहेका छौँ। दुइटैको लगभग सिमिलर टाइपको झोला छ। हाम्रो झोला एकदमै गरम छ। हामी यो स्वर्गद्वारीलाई गरिरहेका छौँ। हेर्न सक्नुहुन्छ माहौल यस्तो छ। यताबाट घाम लागेको छ। यही छ है गाइस, माहौल छ। हेर्न सक्नुहुन्छ कपालहरू उडाएका छन्। यस्तरी हिँडिरहेका छौँ। बाटो यसरी हिँडेका छौँ। उताबाट पनि मान्छेहरू हिँडिरहेको छ। यसै बिचमा मैले एउटा राम्रो फुल देखेको छु। तपाईँले हेर्न सक्नुहुन्छ यो फुललाई। राम्ररी फुलेको छ। पहिला हामीले पनि घरमा रोप्थ्यौँ यो फुलहरू। यसरी नै हामी अघि बढिरहेका छौँ। यसलाई हामीले के फुल भन्थ्यौँ, त्यो बजारमा पाउँथ्यो पहिला पहिला। यहाँ यसरी सररै देख्नु। सनफ्लावर फुल हो होइन, कहाँ नहुनु ए सनफ्लावर होइन, नचाहिँ सनफ्लावर त हो नि ए होइन कि भाइ ए मान्छे त यसरी बगैँचा देख्न सक्नुहुन्छ। सनफ्लावर होइन यो तेल खान, तेल खान मिल्ने मात्र सनफ्लावर हो। ल त्यस्तै छ है। ल मेरो साथी कृष्ण 600वटा सिडी पार गरिसकेपछिको अवस्थामा उहाँको यस्तो छ। हाम्रो दीपक दाई, हेलो, मेरो वाइफ यहाँ हुनुहुन्छ। मेरो भाउजू यहाँ सबैजना सिडी पार गरिसके पछाडिको 6वटा सिडी पार गरेको हामीले। अब यस्तै हो हेर्नुहोस्। म पनि 600वटा सिडी पार गरिसकेपछि यहाँ पुगेको छु। दीपक दाईहरू यहाँ हुनुहुन्छ। अब हामी आइयो भन्ने अवस्था छ। यो चाहिँ यहाँबाट यहाँको भ्यू हो। हामी गेटकै नजिकै छौँ। अब हामी पुग्यो है। हामी चाहिँ पुटलबाट बिहानै 5 बजे उठेर 7 बजेतिर गाडी चढेर यो ठाउँमा आइसकेका छौँ। आइयो हामी आइसके पछाडि तपाईँको तलपट्टि फेदीमा जिपले छोडिदियो हामीलाई। त्यसपछि हामी टेम्पो चढेर आयौँ। टेम्पोमा पनि लगभग 1 घन्टै लाग्ने रहेछ। त्यसपछि हामीले एकछिन घोडा यात्रा गऱ्यौँ। घोडा यात्रा गरिसकेपछि हामी 600वटा सिडी चढेर माथि आएको छौँ। मेरो भनाइ यति हो। दीपक दाइ धन्यवाद। ल धन्यवाद। यो चाहिँ हाम्रो अब यो
स्वर्गद्वारी आउने भन्ने चाहिँ हाम्रो लगभग धेरै जाडो सुरु पहिलादेखिकै हुनुभन्दा विचार थियो। अगाडिदेखिकै प्लानिङ थियो। अनि जाडोमा चाहिँ अलिकति मौसमले अलिकति साथ नदेला भन्ने सोचका अनुसार हामीहरूले जाडो कटेपछि जाने प्लानिङ गऱ्यौँ। आज ठ्याक्क दिन पनि मिलेको, भोलिको दिन शनिबार ट्याक्क छुट्टी मिलेको दिन, मौसम पनि एकदम सफा मजाले घाम लागेको दिन पारेर हामी चाहिँ अहिले स्वर्गद्वारीमा आइसकेका छौँ। स्वर्गद्वारीमा हामी आइसकेका छौँ। अब भोलि दर्शन गरेर भोलि साँझसम्म बुटोल पुग्ने हाम्रो योजना छ। हामीसँग यहाँ धेरै धर्मावलम्बीहरू पनि आइरहनु भएको छ। तपाईँले देखाउन सक्नुहुन्छ। धेरै धर्मावलम्बीहरू अब मैले के भन्न चाहन्छु भने अब स्वर्गद्वारी आइसके पछाडि चाहिँ अब सबैको मनोकामना पुरा होस्। त्यही छ, उहिलेदेखिको हामी सबैको कामना भनेकै त्यही छ। सबैको मनोकामना पुरा होस्। हामी दुःख गरेर भन्दा पनि अब अब एउटा आउने इच्छा थियो, इच्छा पुरा भएको छ। त्यही हो, अहिलेलाई हामी त्यही भन्न चाहन्छौँ एकदमै। तर फेरि आउने मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि जुन मौसममा आए पनि तपाईँहरूले ज्याकेट चाहिँ एकदम प्रपर आफ्नो गियरहरू चाहिँ बोकेर आउनु। चिसो हावा र हामीले अलिक पछाडि तपाईँलाई यहाँको करेन्ट टेम्परेचर पनि देखाउनेछौँ। टाइम अनुसार हस् त हामी अघि बढ्दैछौँ। यहाँ आइसकेपछि हामीले एउटा एकदमै सुन्दर यो पत्ता नभएको रुखमा एउटा फुल फुलेको देख्न सक्छौँ। यो फुल चाहिँ अब यहाँ हाम्रो यसो एक दुईवटाको कुरा सुनेअनुसार कोरियाको राष्ट्रिय फुल जस्तो पनि छ। र यहाँ सागबारी एकदमै हरिया सागहरू फलेका छन्। पुरै सागबारीभरि लहलह र फलेका छन्। देख्न सक्नुहुन्छ। हामी स्वर्गद्वारी मन्दिरको परिसरभित्र आइसकेका छौँ। स्वर्गद्वारी मन्दिर चाहिँ यस्तो देखिन्छ। हजुरहरूलाई म देखाउने छु। स्वर्गद्वारी मन्दिर यस्तो देखिन्छ। टक्क घाम लागेको छ। यस्तो छ है स्वर्गद्वारी मन्दिर परिसर। यहाँ चाहिँ नाम दर्ता सेक्सन रहेको छ। यस्तो वातावरण एकदम शान्त वातावरण रहेको छ। यहाँ हामी चाहिँ नाम दर्ता गर्नको लागि आइसकेका छौँ। मेरो भाइ हमारे भाबी एकदमै ब्याडमिन्टन खेलाडी जस्तो क्याप लाएर आउनुभएको छ। उहाँ चाहिँ प्रतिपक्ष एकदमै लक्का जवान ट्याक्क सबै ह्यान्डसम बोय त के को बोय हो, अङ्कल ह्यान्डसम अङ्कल दाइ हुनुहुन्छ। हामीले चाहिँ टिकट काटिसकेका छौँ। हामी जम्मा 6 जना थियौँ। कति आयो? टोटल 16 सहित 6 जनाको खाना बस्ने सहित लाग्दो रहेछ। तपाईँहरूले यहाँबाट लिन सक्नुहुन्छ यो रसिद। सकेपछि चाहिँ हामी यस्तो ठाउँमा यहाँ रुमहरूको व्यवस्था छ। यसरी रुम नम्बरहरू अङ्कित गरिएको छ। यहाँबाट एकदमै रमणीय दृश्य देख्न सक्नुहुन्छ। यहाँ लालीगुराँस फुलेको फेरि पनि देख्न सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ रहेको छ। यसरी यहाँभित्र बस्न सकिन्छ। दाइ खै यसो थोरै रुम चाहिँ यस्तो रहेको छ। एकदमै तातो छ रुम चाहिँ। रुम यही हो। यसरी हिटर नभए पनि माथिपट्टि उ रहेछ। अलिकति तातै फिल हुन्छ। जुत्ताहरू भित्रै खोल्ने। यसरी यहाँ हामीले चाहिँ अनप्याक गरिरहेको छौँ। एकदमै यहाँ चाहिँ बाथरुम छ। यो बाथरुम रहेको छ। यतापट्टि देख्नुहुन्छ सागसब्जीहरू एकदमै यहाँ चाहिँ यहीँ फलाएको सायद खाने व्यवस्था होला। पछि अपडेट गर्नेछौँ। यस्तो देखिन्छ। मौसम सफा भएको बेला चाहिँ हामीले यहाँ आफू बसेकै ठाउँबाट यता हिमालको रेन्जहरू हेर्न सकिन्छ भन्ने कुरा आएको छ। तर आज चाहिँ मौसम त्यति राम्रो छैन। माछापुच्छ्रे रेन्ज र धौलागिरी रेन्ज देखिन्छ भन्ने कुरा छ। त्यति माथि चढिसकेपछि हामीले लालीगुराँसलाई नजिकैबाट निहाल्न सफल भएका छौँ।
यो चाहिँ हाम्रो राष्ट्रिय फल हो फल हो भने चाहिँ यार राष्ट्रिय फुल हो यो लालीगुराँस धमक्क बलेको छ लालीगुराँस जहाँ फुल्छ त्यहाँको जङ्गलै एकदमै त्यो पहाडै सुन्दर देख्न सकिन्छ किनभने यो रातो कलरको हुने भएकोले जस्तै यो रुख पनि एकदमै सुन्दर देखिएको छ हेर्न सक्नुहुन्छ तपाईँले मैले माथि पनि देखाउँदैछु तपाईँलाई यस्तरी लालीगुराँसको मजा लिन सक्नुहुन्छ हामी अझै यहाँ यो पुरै जङ्गलै लालीगुराँस बारी रहेछ यो सबै लालीगुराँस हुन् अहिले चाहिँ सिजन नभएर हो कि के हो त्यति फुलेका छैनन् जति फुलेका छन् त्यतिले पनि एकदमै राम्रो रुखमा सौन्दर्यता थपेको कुरा जानकारी गराउँदछु म यो स्वर्गद्वारी मन्दिरमा यति बेला चाहिँ अब आफ्नो सामान र रुमहरू चेक इन गरिसके पछाडि यसो खुट्टा तन्काउनलाई भनौँ यसो घुम्न आएका छौँ वरिपरिको सबै डाँडोहरूको भेगमा सबैभन्दा उच्च ठाउँ भनेको यही रहेछ यो हामी स्वर्गद्वारी मन्दिरमा थोरै माथि आइसकेका छौँ हामी यहाँ हाम्रो टावर र नेत्रकोटा आर्मीको क्याम्प नेत्रकोटा आर्मीको क्याम्प पनि रहेको छ लालीगुराँस चाहिँ अहिले फुलेको रहेछ नभए यहाँ देखिएको रुखहरू सबै लालीगुराँसका रुखहरू देखिएका छन् यहाँ लालीगुराँस फुल्ने समयमा आउनु भने तपाईँले पहाडै एकदमै यो रातो पहाड देख्न सक्नुहुन्छ त्यो दृश्य एकदमै आँखाको लागि धेरै अहिले चाहिँ हल्का हल्का यहाँ घाम देखिरहेको छ तर मनमोहक एकदमै चिसो छ यहाँ हावा यस्तो साँड चलिरहेको छ हावाको एकदम चिसो छ हामी यहाँ कभरमा जाँदाखेरि बोल्नको लागि मात्रै खोलेको नभए हामी सबै कभर दिन्थ्यौँ एकदम चिसो एकदम रमाइलो साउन्ड आउँदैन यो हाम्रो अर्को सेगमेन्टमा चाहिँ हामी ठ्याक्क अहिले बाटो चेन्ज गरेर यसो यहाँनिर मन्दिर परिसरहरू घुम्नको लागि आएका छौँ यहाँ हामी वरिपरि अवलोकन गरिरहेका छौँ चिसो छ मौसम यसमा दिपक दाईले केही भन्नु मन्दिर आइसकेका छौँ है आएर कपडाहरू चेन्ज गरिसकेपछि मन्दिरहरूको अवलोकन गर्दैछौँ अब यहाँको गौशाला यहाँको मन्दिर क्षेत्रहरू परिसर है त्यसपछि वरपर क्षेत्रमा के विशेष अब पूजाआजा गर्ने स्थलहरू सबै कुराहरू हामीले यहाँका मुख्य स्थलहरू के छ भन्ने कुराहरूलाई चाहिँ हामीले अध्ययन गर्दैछौँ है एकदमै आनन्दको फिल भएको एकदम आनन्दको फिल भइरहेछ पहिलो शरणमा आउँदाखेरि पाँच पाण्डव स्वर्गको भनेर हामीले भन्छ स्वर्गद्वारी अनि त्यहाँ चाहिँ आउनु पाउँदा हामी सोचेका छौँ हाम्रो एउटा सौभाग्य पनि हो किनकि हामी यति ठुलो हामी उहाँबाट किन भन्दाखेरि जन्मियौँ कहाँ कर्म कहाँ गऱ्यौँ होइन हामी प्राप्तिको लागि चाहिँ यहाँ आएको छौँ अब आउने बाटोहरू राम्रो होस् यसरी मिलाएर बोल्न चाहिँ कसले बस्नको लागि एकदम सफा सुन्दर छ गर्नु पर्दैन आउँदा हुन्छ हामी चाहिँ यहाँ अब यो सेल्फ सिस्टम रहेछ थालहरू लिने हाम्रो पर्ची देखाएपछि थाल लिन पाइने रहेछ जतिवटा जनाको पर्ची छ त्यतिजनाको थाल टक्क लिएर राखेर अगाडि बस्ने त्यस पछाडि अब खाना आउँछ भन्ने हामीले सुनेको छौँ है सबैजना ए आएपछि ल है भाउजू ल खाना आएको छ मिलेन नि खान्छ है एक ग्लास खाएँ मैले another part of the story अब चाहिँ हामी भात खाइसकेर यहाँ भजन कीर्तन भएको छ ल के म त गएर बस्ने हो त अनि गइहाल्छु नि आफूलाई उफ्रिन आउँदैन आउँदै ल ए कृष्ण
भाइले ल दुईटा गिफ्ट एउटा खाना आफ्नै नाम लिएर ओए आगो लगाइकन सङ्गीता ओए नाच्छ मैले भिडियो बनाइदिन्छु गाइस भयो गुड मर्निङ एभ्रिवान गुड मर्निङ सङ्गीता गुड मर्निङ दाजु हाउ आर यु अहिले चाहिँ हामी स्वर्गद्वारी मन्दिरमा छौँ अहिलेको अवस्था एकदम चिसो छ हिमाल देखिँदैछ हल्का हेर्न सक्नुहुन्छ हामी एकदम टपमा रहेको यो मन्दिर प्युठानदेखि 1 घन्टा उकालो चढिसकेपछि 625वटा सिडी चढिसकेपछि हामी यहाँ आउन सक्छौँ र अहिले चाहिँ यहाँको अवस्था यस्तो छ होइन एकदमै चिसो छ नुहाउनको लागि अब हामी नुहाउने क्रममा छौँ एकदम हिमाल देख्न सक्नुहुन्छ तर अझै खुलेको छैन यहाँको भ्यू जस्तो रहेको छ तपाईँहरू पनि आउन चाहनुहुन्छ भने बस्न खानाको व्यवस्था छ यहाँ त्यस्तो केही पनि प्रब्लम हुँदैन मन्दिरहरू त्यसो छ सबैजना नुहाइधुवाइ गरेर अब मन्दिरमा जाँदै हुनुहुन्छ हामी पनि जाँदैछौँ यहाँको भ्यू चाहिँ यस्तो देखिएको छ ल यहाँ चाहिँ यहाँको बिहानै हामीले माउन्टेन रेन्जहरू नोटिस गर्न सक्छौँ ऊ त्यतातिर पनि यो माउन्टेन रेन्जहरू हो बिहान उठिसके पछाडि यसरी माउन्टेन रेन्ज देखिन्छ अब मैले तपाईँलाई यो 10x जुममा देखाउँदैछु Itu di ini apa ya? ल हामी चाहिँ यहाँ दर्शन गर्न आइपुगेको छौँ मन्दिरतिर अब जाने हाम्रो तयारी छ अगरबत्तीहरू पाइसकेपछि हजुर के चलाइदिनु घुम्दै फिर्दै अब हामीले पूजा सकिसकेको छौँ एकदम घाम छ है घाम चाहिँ ठ्याक्कै यहाँ परेको छ
ल है यस्तो छ जय भाउजू हुनुहुन्छ यहाँ चहल पहल यस्तै छ दिपक दाई कता यता आउनु न दाई चाहिँ जय भाउजू हो म चाहिँ दिपक दाइ बुढी उहाँको बुढी ल यो चाहिँ भ्लगमा आउनु यो सर र यो मानिसमा त निकाल्नु ल के भाइ भिडियोमा आउन उहाँको चाहिँ बुढी सेतो माउन्टेन रेन्ज यहाँ देख्न सक्नुहुन्छ एकदम नजिकैबाट यस्तो छ यो माउन्टेन रेन्जको ठ्याक्क परिसरमै मन्दिर यसरी जय स्वर्गद्वारी स्वर्गद्वारी मन्दिर दर्शन गरिसकेपछि हामी चाहिँ अब फर्किँदैछौँ अब हाम्रो यात्रा बुटोलसम्मको हुनेछ यस्तो छ है यतापट्टि आऊ त सिर्मु ल स्वर्गद्वारी यात्रा भइसकेको छ हाम्रो अब घर पुग्नेसम्म भगवान्ले साथ दियो भने भयो फेरि सम्भव भएछ भने यो जिन्दगीमा फेरि आउनेछौँ सम्भव भएसम्म ल अब स्वर्गद्वारी मन्दिर दर्शन गरिसकेपछि हामी फर्किँदैछौँ स्वर्गद्वारी धाम जय प्रभु हर हर महादेव हर हर महादेव ल हामी फर्किँदैछौँ है अब ल कृष्ण साथी तेरो के भन्नु छ भने एकदमै जति कष्ट गरेर यहाँसम्म आइपुगे पनि आइसकेपछि एकदमै रिलिफ फिल भयो एकदमै मनको शान्ति मनमा खुसी उमङ्ग भयो जस्तो भयो एकदम राम्रोसँग पूजा आजा गरेर अब हामी चाहिँ यहाँ फर्किने क्रममा छौँ ल भाइ तिम्रो के भन्नु छ यहाँसम्म आइयो यहाँ आएपछि भगवान्को दर्शन गरिसकेपछि एकदम परम सुख आनन्द आएछ मनमा ल